नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानल सामेलिमो ब्लगमा। आज चाहिँ हामी इलाम जान लागेका छौँ। इलाम जान लागेको लाग्यो अरे क्या जस्तो बोले। इलाम जान लागेको हामी सानो पार्टी भएर छोरा, म, नानी, मेरो छोरी अनि थुप्रैजना हामी साथीहरू पनि छौँ। हामी जान लागेको छौँ। हाम्रो ब्लग हेर्नु सक्नुहुन्छ इलामसम्मको यात्रा होइन। हामी सानो पार्टीबाट जान लागेको, तर आजको वेदर चाहिँ यस्तो छ कि एकदमै पानी पर्नु लागिरहेछ है। चैत महिना हो नि त, चैत महिनामा जानु लाग्यो हामी होइन। तर मेरो युट्युब च्यानल चाहिँ डिलिट भइरहेछ अहिले होइन। हामी एक दिनमा लाउँछौँ होइन, त्यही भएर अनि पानी चाहिँ पर्नु लागेको छ। आज हामी हिँड्नु लागेको, पानी परेर खतम भएछ, खतम। हामीलाई देखाउँछु तपाईँलाई बाटोमा के कस्तो हुन्छ, तर बाटो खराब छ। हामी चाहिँ जानु लाग्यौँ है अब सबैजना। सेसाङ साम्या हाम्रो अगाडि अर्को गाडी छ है। अगाडिमा हाम्रो काचाको अरू जनताहरू चढ्नु भएको छ। हामी जो काचाको पछाडि अर्को गाडीमा छौँ है। यहाँ चाहिँ एकदमै पानी परिरहेछ। माथि कस्तो थाहा छैन। माथि त घाम लागिरहेको होस् है। यहाँ पानी परे पनि घाम लाग्यो भने जाडै हुन्छ नि त, माथि र शीतलै हुन्छ नि त। हामी चाहिँ फाइनल टम्पट आइसक्यौँ भनेर भन्दैछु। मैले त भाडामा होइन, मैले दिनको हिसाबमा लगेको। जस्तो खाना, बस्न, तेल सबै मिलेको होइन। 6,000ले लगेको मैले दिनको। जता जता घुमे पनि हो, ढुक्क भयो क्या। उनीहरू 11 दिन घुमे हो। 11 दिन उनीहरू पश्चिम टोटल्ली घुमे। हम चाहिँ बुर्तामोट आइसक्यौँ। सेम हामी कतिखेर पुग्ने, हामी भर्खर बुर्तामोट पुगिसक्यौँ। यहाँ पछिकोले 8,000मा लाग्छ, मैले 6,000। तर के भन्छ, यत्रो धेरै पानी परेर चाहिँ हाम्रो पछि दमकतिर पानी यति धेरै परेर चाहिँ यता चाहिँ पानी परेर रहेछ। यस्तो राम्रो मौसम रहेछ होइन। माथि पनि यस्तै मौसम होस् के भएर छ नि यस्तो भन्नु हुँदैन। तिमीहरू यहीँ बस, चप्पल गर्छौ, चप्पल लाग्छौ, चप्पल लुगेर बस। त्यही बस्नु है। सोचा बहिनी बाहिर हराउँछ होला, बहिनीसँग बसेको हुन्छ नि बाहिर। बहिनी नआउने अरे। सुसा वासरुम पर रहेछ, वासरुम जानु नि त्यहाँ। भरे बाटोमा हुँदैन नि वासरुम। सक्स त खोलेको भने हुन्थ्यो जानी सबै गरेछ नि। हामी चाहिँ अब बिर्ता मोडदेखि उकालो लगाइसक्यौँ। चाराली हुँदा है माथि जाँदैछौँ। हरियो परियो हरियाली हेर्दै तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ मेरो भ्लगमा। यो उकालोहरू, पहाडको बाटोहरू हामी चाहिँ जाँदैछौँ। हाम्रो एउटा गाडी चाहिँ पछाडि छ कि अगाडि छ त्यो त थाहा भएन। हामी चाहिँ बिच्चामा छौँ भनेर भन्नु भएन। अगाडि चाहिँ कसको गाडी हो थाहा भएन। हाम्रो चाहिँ अर्को गाडी पनि थियो। साथीहरू, मेरो छोराहरू, अरू मामहरू चाहिँ अर्को गाडीमा हुनुहुन्थ्यो। अनि हामी चाहिँ चिया बगान हेर्दै जाँदैछौँ। तपाईँहरू हेर्नु सक्नुहुन्छ चारालीको चिया बगान के भन्छ त्यो, चाराली त होला नि। अनि हुँदा हामी भिर पाखा हेर्दै हामी उकालो चढ्दैछौँ। अब लगभग आधी बाटो आइसक्यो है। हामी चाहिँ जहाँ एकदमै चिसो है। हाम्रो त मधेसतिर एकदमै गर्मी थियो नि त, तराईतिर। अनि पछितिर गर्मी, दमकतिर एकदम पानी परेर डुबान। अनि माथि इलामतिर चाहिँ कुल मौसम रहेछ है। घाम पनि लागेको छैन र पानी पनि परेको छैन। पानी पनि नपरेको कारणले एकदमै चिसो, एकदमै मजा आउने कुल मौसम छ। तर पानी चाहिँ 1-2 दिन अगाडि परेको रहेछ, किनकि त्यही भएर होला माटोहरू चाहिँ चिसै छ होइन। हरियो सबै धुलो मैलो पनि पखालेको छ रुखको पत्ताको। हामी चाहिँ हेर्दै जाँदैछौँ। तपाईँहरू पनि आउनुहोला दर्शन गर्नलाई भन्दैछु। तर हाम्रो भिडियो हेरेर हाम्रो भिडियोबाट पनि दर्शन गर्न सक्नुहुन्छ पाथिभराको। हामी चाहिँ जाँदै
फाइनल्ली हामी चाहिँ फेदी आइपुग्यौँ। अब यहाँदेखि हामी हिँड्दै जाने आइसक्यौँ है। फेदीसम्म चाहिँ अनि फेदीदेखि हामी जाँदैछौँ। के भयो रे? अनि यत्रो गरौँ सन्जु चाहिँ के भएको? कस्तो गरौँ छैन यो ठुलो चाहिँ मुख त हामी जाँदैछु। मेरो छोरी खै छोरी साइसा र छैन खै। कतिवटा लाउनुपर्छ? यो यात्रा सजिलो होस् भनेर अरे क्या भाइ। म आउँछु। यस्तो पनि बनाउँदो रहेछ आज भोलि नै। पहिला हामी त्यस्तो पिटी खेल्थ्यौँ। पिटी के भन्थ्यो हामी यसरी खेल्थ्यौँ। टाङ्दा यहीँबाट टाङ्नु पर्ने होला नि? यहीँबाट होला होइन? यहीँबाट त कसरी टाङ्नु? यहाँबाट टाङ्ने त फेरि कोही कसरी टाँगेको छैन फेरि होइन? ल अब त्यसलाई माथि बाती गाडेर बाँध्नुपर्छ रहेछ। के चढाएर राख्नु बरु? दिदीको हात पक्रिदिन भनेर छोडेर हिल्ली हुन्छ कि अनि रुन्छ नि जोत्न। यहाँ टाँगेको छ क्या मान्छेले। मान्दैन क्या उसीदेखि मानिराखेको छैन। यहीँ तलैदेखिको छ क्या यो रुपी के भन्छ। मलाई के छ म त साई सारा साम्याङ कहाँ गयो नि? म त मरेँ। मान्छे छ त। हामी चाहिँ डोरा बाँध्दै बाँध्दै आउँदैछौँ है। डोरा बाँध्दै गलेर हुँदो रहेछ। तर गले भन्नु चाहिँ नहुने हो कि थाहा छैन होइन। तर हामी चाहिँ फाइनली मन्दिर आइपुग्नु लाग्यौँ कि आइपुगिसक्यौँ थाहा छैन होइन। आउँदैछु म चाहिँ डोरा बाँध्दैछु होइन। हेर्नु सक्नुहुन्छ यस्तो हुस्से कुहिरो लागिरहेछ। यही छुट्याउनु अनि खै यहाँ टुङ्गेको छ त नि। कस्तो फिल भयो? पसिना यस्तो माम र हामी उस्तै रहेछ हिँड्न नसक्ने नानीहरू गइसक्यो। हामी चाहिँ आइसक्यौँ इलामको सानो पाथी भएर होइन। इलामको पाथी भएर भनौँ न, सानो चाहिँ नभनौँ होइन। हामी चाहिँ आइसक्यौँ यहाँ। यो टोटा जस्तो लगेर मन्दिरमा चढाउनु होला नि? टोटा पनि राख्नु? अन्त कुन त के गर्ने? तिमी जे गर्छ म त्यो गर्छ मलाई के। हामी चाहिँ यहाँसम्म मात्र टोटा बाँध्न पुग्यौँ होइन। ठाउँ छैन। मम्मीको हेर हाल आउनु बाँध्नु जाऊँ बिस्तारै। बाँदरसँग सचेत रहनु होला अरे। ल बाँदर होला नि यहाँ दर्शन गऱ्यो त्यस्तो भन्नु हुँदैन है। वेट एकछिन खाने कुरा सब पूजापाठ गरिसकेर
यत्रो टाढो त नखाएको छ नखाएर चाहिँ आएको छ वाङ्सु अघि आइपुग्यो यिनीहरू कति छिटो सकेछ हौ सन्जो तान्दै ल्यायो क्या उनीहरूलाई हामी त नि क्यान्डी ल्यायो म त ल्याएको के बुझ्नु मामलाई चाहिँ पर्खिनु होला नि माम अब पख न मलाई ढाकी चाहियो मलाई पनि चाहियो कसले किन्छ त अब किन्नेलाई माग भाडामा दिन्छ होला नि त भाडामा होइन एउटा के किन भनिदिन्छ के त कति जानु म त 2 चोटि आएको छु त्यसमा 3 चोटि भयो यहाँ दोस्रो से 6 महिनाको त आएको थिएँ हामी चाहिँ पूजाको सामानहरू लिएर होइन हिँडिसक्यौँ सामान यता हेर एकदमै फुल मौसम छ आजको है शीतल छ पिरो लागिरहेछ एकदमै शीतल छ बाँदर होइन बाँदर खाने खोज्छ नि पूजा गरेको गर भर्खर कति छिटो हौ तिमीहरू त जय जय पाथी भरामा सामे बाँदर कुर्छ यस्तो छ कि लास्टमा यो मङ्कीले चाहिँ हामीलाई पूजा गर्न नदिनेछ क्या खानेकुरा चाहिँ यसो छोपेर फलफुल चाहिँ हामीले यसो छोपेर राख्नुपर्ने क्या अवस्था चाहिँ तर यो एउटा सिपाहीलाई निकै काम गर्दो रहेछ यो कुकुर चाहिँ एकदम खेलाउँछ खेदा पकड त्यसलाई पकड पूजै गर्नु दिँदैन हेर्नु न खोइ अर्कोमा उयो छ म ल्याउने पछि तिम्रो चामल दियो थाहा पाएको मैले पूजा गर्न दिएन माथि हेर्नु न माथि पूजा गर्नु पर्दा एकछिन यहाँ सामान रुगेर दिएन यहाँ खोसाउँछ कहाँ तिनीहरू हेर्नु न आम्मा पुरा एट्याक गर्नु हौ ल टोक्नु खोज्दो रहेछ कस्तो पूजा गर्नु पनि नदिएको राम बस कालु त्यहाँ बस तल मारे पर्खे तर म मिठाइदिउँला के दिनुहुन्छ तपाईँ खुद्रा पैसा बनाउनु थियो हौ 10 हुन्छ 10 बनाउनु एउटा कोला दिनु न मेरो त एउटा बादलले 2टा अना चोरेर लग्यो आयो झट्टै ठुलो बादलले ओ यहाँ छोप्नु यो राख्नु यो त यहीँ छोप्नु पूजा गर्नु नदिने रहेछ हौ पूजा गर्न चाहिँ छोपेर राख्नुपर्छ प्रसादहरू छोपेर राख्नुपर्छ पूजा गर्न दिएन पालो सिस्टमले रुङ्दै तपाईँहरू पनि मेरो भिडियोदेखि दर्शन गर्नुहोला पाथिभरा माताको साम्याङ कुर्छ के हेरेको नि साम्याङ कुर्छ नि फेरि जगट्ला नि यता हामीले चाहिँ पूजा गरिसक्नु आँट्यौँ होइन त्यही भएर पूजा गरिसक्नु आयो बाँदरले पूजा
मङ्कीको बुबु अरे साम्याङ मङ्कीको बुबु देखेको साम्याङले चाहिँ नरिवल दार्दैछ होइन प्रसाद चढाएर उब्रेको मतलब घरमा लाने प्रसाद ल्याएको त पुरा ऊ दार्दैछ हेर्नु न नानी त्यसो नगर दाँत भाँचिन्छ एउटा राख एउटा खाने गर भरे राख बाँदर अरे बाँदरले टेक गरेर खाइदिएला नि जाउँ अब हामी चाहिँ घर फर्किनु लाग्यौँ होइन घर भन्दा नि अब पूजापाठ गरिसक्यौँ अनि घर जानु लागेको अब है मेरो क्यामेरा हल्यो जय पाखीभरा माता देब्रे हातले भए पनि हामी चाहिँ अब पूजा गरिसक्यौँ होइन हामी प्रसाद अब कसरी हिँड्ने क्या उकालो जस्तो चढिन्छ कि माइज होइन गाडी त्यता राखेर यता हिँड्दै आउनु पऱ्यो नि गाडी साम्याङ गयो अगाडि उकालो हिँड्नु सजिलो छ तर ओह्रालो हिँड्नु एकदमै गाह्रो छ किनकि जिउ हुत्तिन्छ खुसबु गइसकेछ जय माता दी भन्दै हिँड्नेलाई छ यहाँ ओह्रालो त हुत्तिन्छ त टाउको त अगाडि खाने तपाईँ त खाजा खानु हो भन्नु न अब मेरो धागो यहाँ टाँगिरहेको छ यहाँसम्म यो मेरो धागो त्यो ढिलो हो मेरो धागो ए आमा चुट्टेको रहेछ कहाँ सबदेखि चुट्टेको होला सानो माया बिस्तारै हामी चाहिँ जाँदैछौँ ओह्रालो मेरो छोरी म भन्दा छिटो कुद्छ कि मेरो छोरी त म भन्दा छिटो हिँड्छ त खोइ नानी पर्खिन मेरो छोरी म भन्दा छिटो हिँड्छ सँगै हिँडेको मान्छे है तर म त एकदमै चिसो र यो खाली पेट भएर ग्यास्ट्रिकले चाहिँ एकदम टाउको दुखिरहेको छ यस्तो कान यस्तो पछाडि टाउको दुखेर है पर्ख छोरी पर्ख दुख्दै रहेछ के ए साम्याङ तिमीलाई त एलियन जस्तो देख्छ दादाको ज्याकेटले त एलियन जस्तो देखिरहेको तिमीलाई पछाडिबाट तिमी त म भन्दा छिटो हिँड्छ पत्तामा चिप्लिन्छ मेरो छोरी नानी बिस्तार छोरी आज यो भाइ र मेरो छोराछोरी एउटै रहेछ कुट्टै नखाइकन घर नपुग्ने रहेछ चढ्न सजिलो भयो झर्न त निकै गाह्रो पो रहेछ त हामीले चढ्न सजिलो ओह्रालोमा चाहिँ जिउ भारी भएर ओह्रालो जाने क्या उकालोमा बरु बिस्तारै आयौँ हामी त जुका ए जुकाले खाँदैन हौ नानी बिस्तारै छोरी बिस्तारै नानी बिस्तारै चाहिँ बल्ल बल्ल आइसक्यौँ हाम्रो गाडी भएकोमा होइन कस्तो राम्रो पोखरी हामी आइसक्यौँ है दर्शन गरेर है एकदमै गलेको भन्दा पनि गलेको छ होइन खुट्टा चाहिँ दुखिरहेको छ है ओह्रालोमा पनि कम्फर्टेबल नहुने रहेछ झर्नलाई उकालोमा जति सजिलो ओह्रालोमा अलिक गाह्रै हुने रहेछ झर्नु तर पनि हामी दुःख सुख छ अरे मेरो छोरी चाहिँ दादाको ज्याकेट लाएर हेर्नु न एलियन जस्तो देखिरहेछ उसको ज्याकेट चाहिँ गाडीमा छोड्यो जाडो भयो अरे यस्तो जाडो भयो भने त अब हामी कहाँ जाने हो थाहा छैन हामी चाहिँ दर्शन गरिसक्यौँ अनि हामी गयौँ कहाँ हामी गन्याम जाँदैछौँ हामी घुम्नु पर्यो नि मौकामा चौका हान्नु पर्यो नि दाइहरूको गाडी लिएको छौँ दाइहरूलाई घुमाउनु पर्यो नि हामीलाई दाइहरूले हामीलाई घुमाउनु पर्यो नि दाइहरूको गाडी
खाना एकदम फ्रेस खाना पाउँछ यहाँ होइन यो होटलको नाम के हो थाहा छैन कञ्चनजङ्घा कञ्चनजङ्घा होटलमा यता हाम्रो यो कन्याम छेउ होइन कन्याम छेउमा छ फ्रेस खाना पाउँछ त्यसरी हामीले अर्डर गरेपछि मात्रै बनाउनु हुन्छ खानाहरू एकदमै मिठो पाउँछ है हामी यहाँ सबैजना खाना खाँदैछौँ तपाईँहरू आउनु होला है कञ्चनजङ्घा होटलमा एकदम फ्रेस खाना पाउँछ है राम्रो पनि अब सुपथ मूल्यमा भनौँ न है त्यसरी भएर हामी खाना खानु लागेको है कन्चना के अरे खानुपर्छ है कफी अब कन्यामा हामी कफी खानुपर्छ अघि बियर खाइयो अब कफी खानुपर्छ होइन चारटासँग तिमीहरू खाएन म खाएँ मलाई त कुनै मेरो त कुनै प्रब्लमै छैन खानेकुरामा रोग छेकै छैन मेरो लिम्बूको छोरी मेरो खानेकुरा मलाई कसैले छेक्नै सक्दैन हामी जान्छ अब कन्याम जान्छ हामी खानासाना खायौँ खानासाना खाएको चाहिँ हामीले भिडियो बनाउन पाएन किनभने मेरो फोन चार्जमा थियो मेरो फोन चाहिँ एकदमै ब्याट्री थाम्दैन त्यही भएर चार्जमा थियो एकदम दामी बाटो छ वाउ दाइ कुन होटल अरे दार्जिलिङ ए कञ्चनजङ्घा भ्यू यस्तो मिठो खाना पाउँछ है दामी खाना थियो त्यहाँको खानाहरू चाहिँ एकदम फ्रेस खाना थियो हामी जाने अर्डर गरेर मात्र बनाउनु हुँदो रहेछ एकदम मिठो खाना अनि खानासाना खाइसक्यौँ हामी जाँदैछौँ कन्याम मेरो छोरा त चढ्यो नि गाडी होइन मेरो छोरा चढ्यो गाडी म माइजूको जिम्मा छ नि भान्जा फेरि म जान्दिनँ नि माइजूको जिम्मामा छ आज भान्जा म जान्दिनँ दाँत झरेपछि हुन्छ आरसिटी गरेको दाँतहरू कति धेरै नडुल्ने दाइ चाहिँ नघुम्ने अरे हामी घुम्नु पर्ने भयो क्या अब लास्ट टाइम मेरो छोरी चाहिँ सुतिदियो क्या फेरि छोरी सुतिदियो कसरी घुम्ने अब कस्तो लागिरहेको छ तिमीलाई कन्याममा मजा लागिरहेछ हेर फेरि छोरी सामब्याङमा एकदम रमाइलो लागिरहेछ अरे कन्याममा हामी चाहिँ कन्याममा आइसक्यौँ है अनि कन्याममा घुम्दैछौँ हामी चाहिँ यहाँ त सार्वजनिक टोइलेट जानु पर्यो किनकि खाएपछि त फाल्नु त पर्यो नि त त्यही भएर हामी सार्वजनिक टोइलेट गयौँ भने हर्स मेरो छोरी त हर्स त फेस टु फेस देखेको थिएन होला नि अरे देख्थ्यौ घरमा देखेको ए देखेको थियो अरे अनि हामी जाँदैछौँ घुम्दैछौँ ए सुलामा देखेको देखेको छैन होला मेरो छोरी किनकि ओ माइ गड लाप्पाले हान्छ फेरि हामी त कन्यामा आएको छौँ खै भाइ फोटो खिच्नु जनता कहाँ छ साथी सोसाङ हाम्रो छोरा चकचक यस्तो छ कि चकचक यो गमलामा फुलै उखाएर खाइदिन्छ के यस्तो राम्रो पटमा फुल्छ है
नानीहरू उखाल्न थाल्छ क्या मार्छ यार मार्छ हेर्नु सक्नुहुन्छ कन्या घुम्दैछौँ भोलाले सर्क्यो यार हामीले फोटो पनि खिच्यौँ 30 रुपियाँ गोटा अरे होइन फोटो चाहिँ 30 रुपियाँ गोटा अरे होइन ओ माई गड अरे म त चढ्न सक्दिनँ अघि काबु पहाड त म चढ्दिनँ भयो मलाई चाहिएन अघि म उकालो हिँडेर म थाकिसकेको छु म उकालो चढ्न सक्दिनँ तिमीहरू जाऊ म यहाँ भिडियो गरिदिन्छु सबैजना कल्चर ड्रेस लगाएर यही फोटो खिच्दै हुनुहुन्छ क्यामेरा हल्लेर भएन हौ यहाँ जेब्रा क्रसिङमा छ पर कलर साइड जाउँ न हामीले कति यार हरि यहाँ चढ्ने आँट चाहिँ मलाई छैन ल अघि म सकिनँ बल्ल बल्ल चढ पिसा फेर्छन् क्या त मान्छेले तर यो मुना भर्खर काटेको हो किन यस्तो हरियो त रहेछ पिसाबै त गरेर फोरे खोसेर हेर्नु सक्नुहुन्छ इलामको कन्यामको हरियो परियो त रहेन रहेछ खासै होइन नेट राम्रो यता नेट राम्रो नचलेर छ नि अन्त हामी चाहिँ कन्याम घुमेर फर्किसक्यौँ पूजा पनि गरिसक्यौँ अघि नै अनि कन्याम घुम्यौँ फर्क्यौँ है रात पर्यो एकदमै राम्रो मौसम पनि थियो मौसमले साथ पनि दियो तर मेरो युट्युब च्यानलले साथ दिएन किनभने मेरो पुरानो च्यानल चाहिँ डिलिट गरिदियो तर किन डिलिट गरिदियो त्यो थाहा भएन हामी पनि के कमाऊ हामी फेरि नयाँ च्यानल खोलिदिने फेरि पनि मेरो नयाँ च्यानललाई माया गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला भन्दै आजले यति नै मेरो भिडियो बाइ बाइ अनि